पोलिटिकल पार्टीले पनि गाली गर्छ, भरमारले गाली गर्छ। अहिले छोड भोलि छोड भन्छ। जेनजीले पनि आजै छोड भोलि छोड पछि छोड भन्छ। अब छोडौँ भने के छोडौँ, फेरि छोडेको भोलिपल्ट थुक्क पालो त दिएको थियो नि त तिमीहरूलाई, एउटा औकात त तिमीहरूको औकात त छोडेर हिँड्ने नरहेछ, के गरेर हिँड्यौ भन्ने फेरि अर्को आउँछ फेरि भाष्य। हामी त एकदम कस्तो भने पेन्डुलम जस्तो, त्यही पनि सकस गरेर मेहनत गरेर बहुत हामीले एउटा धैर्य धारण गरेर हामी काम गर्दैछौँ। सुशीला कार्कीज्यू, तपाईँले भन्नुभयो कुरा एकदम सत्य हो। तपाईँ एक पेन्डुलम जस्तो हुनुभएको छ होइन, मैले बुझेँ। तर जेनजीहरूको माग पनि पुरा गर्नु पर्यो। जुन जेनजी साथीहरूको रगत बगाएको छ, केपी ओली, रमेश लेखक जस्ता मानिसहरूले, तिनीहरूलाई कारबाहीको दायराभित्र ल्याउनु पर्यो र जेनजीहरूको मागहरू सबै सम्बोधन तपाईँले गर्नु पर्यो। तब चाहिँ तपाईँलाई चाहिँ जेनजीहरूले सबैले तपाईँलाई साथ दिनेछन् र तपाईँलाई राजीनामा दे भनेर कसैले भन्दैन। यदि जेनजीहरूले तपाईँलाई पठाएको कुर्सीमा बसेर तपाईँहरूले जेनजीहरूकै मागहरू पुरा गर्न सक्नुहुन्न भनेपछि तपाईँले त्यो कुर्सीमा बस्नुको औचित्य रहँदैन। तपाईँले राजीनामा दिनै पर्छ